चाबी नै तपाईँ लिएर आउनु भयो होइन चाबी हामीले नलाए पनि यहाँ खोल्नै आज हाम्रो यो पूर्व घोषित कार्यक्रम अनुसार वैशाख 27 गते प्रज्ञा प्रतिष्ठानमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी बीचको एकताको कार्यक्रम थियो। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीजी यहीँ हुनुहुन्थ्यो। हामी छलफलमा थियौँ कार्यक्रम कसरी सञ्चालन गर्ने, कसरी अगाडि बढाउने, त्यसमै हामी केन्द्रित थियौँ। अहिले भर्खर तपाईँहरूकै माझ उहाँहरूलाई यहाँबाट गिरफ्तार गरिएको भन्ने कुरा हामीले सुनेका छौँ। सादा पोसाकमा आएका प्रहरीहरूले उहाँलाई लिएर जानुभएको छ। अब विस्तृत कुरा हामीलाई पनि थाहा छैन, उहाँले कहाँ लिएर गएको, किन लिएर गएको, यो कुराहरू हामीलाई जानकारी पनि भएको छैन। अब उन्मुक्तिका साथीहरू पनि उतातिर अहिले बिजी हुनुभएको अवस्था छ, किनभने दुईटा दलमध्ये एउटा दलको संरक्षकज्यूलाई नै त्यसरी कुनै जानकारी बिना कार्यक्रम स्थलबाट लिएर गएको अवस्था छ। सो तत्कालीन अवस्थामा यो हामीले यो एकीकरण हुन नदिनलाई यो कार्य गरिएको भनेर बुझेका छौँ र यो देशमा पहिचानवादी शक्तिहरू एक ठाउँमा नआओस् भन्ने एउटा ठुलो सन्देश गएको छ। हामीले यसको भर्त्सना पनि गर्छौँ र अब के गर्ने भन्ने कुरा नागरिक उन्मुक्ति र जनमत पार्टीका शीर्ष नेताहरू बसेर अगाडिको छलफल हामी बढाउँछौँ र अहिले हामी बुझ्ने क्रममा छौँ। विस्तृत रूपमा हामीले सबै कुरा बुझिन सकेको अवस्था छ। अब अगाडि के हुन्छ भन्ने कुरा तपाईँहरूमाझ हामी चाहिँ पछि मात्रै राख्न सक्छौँ। अहिले तत्कालको लागि त यो अब प्रक्रिया रोक्नुपर्ने अवस्था आयो, किनभने हाम्रो एउटा पार्टीको संरक्षकज्यू नै पक्राउ परेपछि यो प्रक्रियालाई अगाडि बढाउन उपयुक्त देखिएन र हामीले त्यही अनुसारको निर्देशन भएको हुनाले अब तपाईँहरूमाझ हामी क्षमा प्रार्थी छौँ। क्षमा माग्दै आजको लागि यो कार्यक्रम चाहिँ स्थगित गर्न चाहिँ अनुमति पाऊँ भन्ने हाम्रो छ। रेशम चौधरीलाई रिहाई गर, रेशम चौधरीलाई रिहाई गर, रेशम चौधरीलाई रिहाई गर। फाँसीवादी मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। फाँसीवादी मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। रेशम चौधरी, रेशम चौधरीलाई रिहाई गर, रेशम चौधरीलाई रिहाई गर, रेशम चौधरीलाई रिहाई गर। फाँसीवादी मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। फाँसीवादी मुर्दाबाद, मुर्दाबाद, मुर्दाबाद। दिन थियो ऐतिहासिक बन्ने दिन। गाडी ल्याएको हुन्छ त्यही रोकेर राखिरहेको छ। त्यही भने अगाडि ल्याउने गाडी रूपमा हामीले बुझेका छौँ, किनभने दुईटा पार्टीहरू आदिवासी जनजाति समुदायको लागि सीमान्तकृत वर्गको लागि लडिराखेको दुईटा पार्टीहरू भएर एउटा नयाँ शक्ति ठुलो सशक्त शक्ति बन्न लाग्दाखेरि त्यसलाई हान्नको लागि र त्यो कहाँबाट देखिन्छ भन्दाखेरि ठिक एकीकरण हुन घोषणा लागेकै दिन त्यही ठाउँबाट पक्राउ पर्नुले त्यो छल्लङ देखाइरहेको छ। त्यसैले हामीले एउटा ठुलो षड्यन्त्रकै रूपमा छलफल गर्छौँ के कस्तो कुराहरू भएका छन्, कहाँ कहाँबाट थ्रेट छ, कतिसम्म थ्रेट छ, त्यो त देखिहाल्नुभयो कि अब एकीकरण गर्यो भने जनकैदै हुनसक्छ भनेर थ्रेट दियो एक हिसाबले, त्यो स्पष्ट रूपमा दियो होइन। त्यो भएर अब हामी विचार गर्छौँ, पहिला छलफल गर्छौँ आफैमा, त्यसपछि